मेरो पनिसमेन्ट गर खुरुकै नत्र साले खेदाइदिन्छु तँलाई म पनिसमेन्ट गर है ल के पनिसमेन्ट भन् लु के पनिसमेन्ट भन् तर अर्को पालि चाहिँ तँलाई पनिसमेन्ट जसरी पनि गराउँछु ल ल ल म है म जे भन्छु त्यो तैँले गर्नुपर्छ ल ओके ओके ल भन् त के चाहिँ भन् रविको बुढी 3 वटा हो भन् 3 वटा त नै हो नि त्यस्तो त म भन्दिनँ ओए होइन त गर भाइ खुरुकै नत्र जा भाइ नै मेरो पार्टीको सभापतिको खिलाफ म त्यस्तो पर्सनलतिर जाँदिनँ रवि लामी त्यो पर्सनल होइन रवि लामी छाने भनेको नेपालको सांसद हो है राष्ट्रिय दलको अध्यक्ष हो ऊ सार्वजनिक मान्छे हो सार्वजनिक मान्छेको के कसो छ भनेर खोजी तलास गर्ने जनताको हक हुन्छ म पनि नेपाल नागरिक हो त पनि नेपाल नागरिक हो त्यो हक तँलाई पनि छ मलाई पनि छ यो रविको बुढी 3 वटा भन्दाखेरि तँलाई केही पर्छ भने त्यसको जिम्मा म लिन्छु तेरो लागि वकिल खडा गर्ने मेरो जिम्मा भयो है अदालतमा तँलाई बचाउने मेरो जिम्मा भयो ल सिधा भन् भाइ हो पहिला इन्डिया के अरे अमेरिकामा एउटा बुढी कुइरेनीसँग डिभोर्स भयो ईशा श्रेष्ठ 2टा अहिलेको चाहिँ यता के अरे अहिलेको त्यो पौडेल छ नि निकिता पौडेल 3 वटा भएको हुनाले 3 वटा बुढी भएको हुनाले हाम्रो सभापतिको बुढी 3 वटा हो भन् ल म यो भन्दिनँ बरु म अरू नै भन्छु भाइ यो चाहिँ हुँदैन ए सत्य कुरा बोल्नु डराउँछस् यसरी सत्य कुरा बोल्नु डराइस् भने तेरो फेरि तैले कहिले पनि प्रगति गर्दैनस् म त अहिले हर्क साम्पाङले गलत गरे भने त हर्क साम्पाङले गलत गरेको भन्ने अब गलतै गरेको छैन भाइ हर्क साम्पाङले गलत गरेकै छैन